स्वागत छ। आज हामी एउटा निकै रोचक विषयमा अलि गहिरिएर हेर्दैछौँ। नमस्ते। कुन विषयमा होला आज? एउटा लेख छ पशुपतिमा तिलोपा र नारोपाको बौद्ध रहस्य शीर्षकमा। हामी सबैले पशुपतिलाई त शैव तीर्थस्थल भनेरै चिन्छौँ, होइन? हो नि, मुख्यतया शिवजीकै मन्दिर भनेर। तर यो लेखले भन्छ त्यही क्षेत्रभित्र वज्रयान बौद्ध परम्पराको पनि गहिरो जरा रहेछ। खास गरी दुई महान सिद्धाचार्यहरू तिलोपा र नारोपासँग जोडिएको गुफाको कथा। ए हो र? यो त साँच्चै अनपेक्षित तर एकदमै चाखलाग्दो कुरा भयो। हो, त्यसैले आज हाम्रो उद्देश्य पनि यही कम चर्चामा रहेको तर महत्त्वपूर्ण पाटोलाई अलिक खोतल्नु हो। एकदम। किनभने पशुपति भन्ने बित्तिकै हाम्रो दिमागमा शैव परम्परा मात्रै आउँछ। तर त्यही ठाउँमा तिलोपा, नारोपा जस्ता वज्रयानका आधार स्तम्भ मानिने गुरुहरूले साधना गरेको ठाउँ छ भन्दा त यसले त्यस क्षेत्रको इतिहास कति बहुआयामिक रहेछ भन्ने देखाउँछ। त्यही त, यो खालि एउटा रमाइलो तथ्य मात्रै होइन होला नि। त्योभन्दा गहिरो छ। यसले त नेपाल, खास गरी काठमाडौँ उपत्यका कसरी विभिन्न धार्मिक धारहरूको सङ्गम स्थल बन्यो भन्ने कुराको एउटा राम्रो उदाहरण दिन्छ जस्तो लाग्छ। त्यसो भए यी गुफाहरू कहाँ छन् त? लेखले के भन्छ? लेख अनुसार पशुपति आर्यघाटबाट वागमती पारीपट्टि। ए, वागमती पारी हो। अनि बायाँतर्फको बाटोमा अलि एकान्त ठाउँमा छन् रे दुईवटा पुराना गुफाहरू। अनि यिनको खास महत्त्व चाहिँ के हो त? खालि गुफा हुनु मात्रै त होइन। भौतिक रूपमा हेर्दा त सामान्य गुफा होलान्, तर यिनको ऐतिहासिक र आध्यात्मिक महत्त्व चाहिँ निकै ठूलो छ। मानिन्छ कि यही ठाउँमा 10औं शताब्दीतिर तिलोपाले साधना गरेर सिद्धत्व प्राप्त गर्नुभएको थियो। ए, तिलोपाले? उहाँ त बङ्गालबाट आउनुभएको होइन? हो, बङ्गालबाट। लेखमा उहाँको पृष्ठभूमिबारे पनि छ। राजपरिवार वा ब्राह्मण कुलमा जन्मिएको तर सबै त्यागेर हिँडेको भन्ने। अनि भारतका विभिन्न ठाउँमा तन्त्र सिक्दै पशुपति आइपुग्नुभयो। अन्ततः यहीँ आएर साधना गर्नुभयो। त्यसैले यो ठाउँ वज्रयान परम्पराका लागि एउटा शक्ति केन्द्र जस्तै भयो। ज्ञान र साधनाको सुरुवात भएको ठाउँ। अनि उहाँका शिष्य नारूपा, उहाँको कथा त झनै अचम्मको छ नि। हो नि, नालन्दा जस्तो विश्वविद्यालयको महापण्डित। द्वारपाल नै, त्यो भनेको त ठुलै पद भयो नि, होइन? एकदम प्रमुख विद्वान मध्ये एक। तर सबै छोडेर गुरु खोज्न हिँड्नुभयो। एउटा डाकिनीको प्रेरणाले भनिन्छ। मतलब त्यो बौद्धिक ज्ञानले मात्रै पुगेन। हो, त्यही त। डाकिनीले उहाँलाई त्यो शब्द र तर्कभन्दा परको तात्विक अनुभूतिको महत्त्व देखाइदिन्। त्यसपछि उहाँले तिलोपालाई खोज्दै भेट्टाएरै छोड्नुभयो। अनि यही पशुपतिको गुफामा भेट भयो। हो, यही भेटेर तिलोपाको शिष्य बन्नुभयो अनि 12 वर्षसम्म कठोर परीक्षाहरू खेप्दै साधना गर्नुभयो। 12 वर्ष? यसले त्यो गुरु शिष्य परम्पराको महत्त्व देखाउँछ। ज्ञान खालि पढेर होइन कि गुरुबाट शिष्यमा अनुभव सहित हस्तान्तरण हुने प्रक्रिया। वज्रयानको त मूल मर्म नै यही हो। यो परम्परा त फैलिँदै गयो होला नि? गयो नि। नारोपाका शिष्य मार्पा लोचावा, जसले कति धेरै ग्रन्थहरू तिब्बतीमा अनुवाद गर्नुभयो, उहाँ त पटक पटक काठमाडौँ आउनुभएको थियो। अनि मार्पाका शिष्य योगी मिलारेपा, उहाँ त भक्तपुरको सुडालसम्म आउनुभएको प्रसङ्ग पनि छ। यसले एउटा प्रश्न उब्जाउँछ के मिलारेपा कहिले आफ्ना परम गुरु र गुरुले साधना गरेको यो पशुपतिको गुफामा चाहिँ आउनु भएन होला त? यो एकदमै स्वाभाविक प्रश्न हो। यो वंश परम्पराले ज्ञान कसरी नेपालबाट तिब्बतसम्म फैलियो भन्ने त देखाउँछ नै, तर त्यो बेलाको अवस्था अलि फरक थियो होला। कस्तो फरक? मतलब अहिले जस्तो शैव र बौद्ध भनेर त्यति कडा विभाजन थिएन कि। खास गरी तान्त्रिक धारमा त दुवैले एकअर्काबाट तत्त्वहरू लिएका थिए। पशुपति क्षेत्र यस्तो आदान प्रदानको केन्द्र पनि हुन सक्छ। ए, त्यो पनि हुन सक्छ। तर अचम्मको कुरा, आज यी गुफाहरूको अवस्था के छ त? लेख अनुसार त्यहाँ तिलोपा र नारोपाका मूर्तिहरू त छन्। कहिलेकाहीँ तिब्बती मूलका तीर्थालुहरू पनि आउँछन्, धुपबत्ती गर्छन्। तर स्थानीय रूपमा वा राष्ट्रिय स्तरमा चाहिँ? त्यही त दुःखको कुरा। यो इतिहास लगभग बिर्सिएको जस्तो छ। पशुपति क्षेत्र विकास कोषको जानकारीमा पनि यिनको खासै उल्लेख छैन भनिन्छ। यस्तो महत्त्वपूर्ण इतिहास ओझेलमा पर्नु त राम्रो भएन नि? भएन। यो त हाम्रो सम्पदाकै एउटा पाटो ओझेलमा पर्नु जस्तै हो। किनभने यी कथाहरूले नेपालको त्यो धार्मिक विविधता, त्यो गहिराईलाई झल्काउँछन्। यिनलाई सम्झनु, संरक्षण गर्नु जरुरी छ। त्यसो भए
आजको यो खोजीबाट के देखियो भने पशुपति क्षेत्र भनेको शैव धरोहर मात्रै होइन रहेछ। होइन रहेछ, यो त वज्रयान बौद्ध इतिहासको पनि एउटा महत्त्वपूर्ण केन्द्र रहेछ, जहाँ तिलोपा नारोपा जस्ता युगान्तकारी गुरुहरूले साधना गर्नुभएको रहेछ। यसले त हामीले चिने जानेकै ठाउँलाई पनि अर्कै नजरले हेर्न प्रेरित गर्यो। एकदम। काठमाडौँ उपत्यकाको धार्मिक सांस्कृतिक तह कति जटिल र अन्तर्सम्बन्धित छ भन्ने कुरा यस्तै कथाहरूबाट अझ खुल्दै जान्छ। यो खाली विगतको कुरा मात्र होइन, वर्तमानलाई बुझ्ने सूत्र पनि हो। अन्त्यमा एउटा कुरा सोच्न मन लाग्यो, यदि हामीले तिलोपा र नारोपाको यो लुकेको कथालाई फेरि बाहिर ल्याउने, सम्मान गर्ने हो भने पशुपति जस्तो ठाउँप्रतिको हाम्रो बुझाइ र अनुभव कति फरक पर्ला। निश्चित रूपमा गहिरो र फराकिलो हुन्छ। अनि यस्ता अरू कति इतिहास होलान् हाम्रै वरिपरि तर हामीले वास्ता नगरेका वा बिर्सिएका? यो पनि एउटा विचारणीय प्रश्न छोडेर जाउँ न।